हेलो प्रशंसा कहाँ गएर आएको अनि अहिले कहाँ नाच्दै गरेको ल अब कराते खेलेर देखा त एकपल्ट खोइ कराते खेलाएर देखादेऊ न ए खेल्यो हो हाम्रो त घर नजिक छ हामीलाई गाडी नै चाहिँदैन है ल अब माथि माथि गएर नाच्दै आऊ न ल मकैबारी दरम दरम नाच्दै आऊ ल ल हामी के खेल्ने ल अब हामी के खेल्ने भने है ए त्यसलाई नचला अहिले टोक्छ फेरि त्यो पनि हाम्रो साथी हो नि अहिले चलाउनु पर्छ भोग्दैन नि त यसलाई मात्र खुवाउनु पर्दैन हुँदैन कुरा खुवाउनु पर्छ त्यसले खाने कुरा खान्छ है त्यो पनि एउटा एनिमल हो यो पनि सानो हो है डग डग डिओजी डग डिओजी डग डगले के खान्छ ल थकै लाग्यो नाच्दिन अब हो ल डिओजी डग डग हिँडे हिँडे मा पनि हिँड्छु डग जस्तै ल डग जस्तै हिँड त ल ए प्रशंसा इज अ डग अब घुग्गु गर्न नि पर्यो खै घुग्गु गर्नु पर्यो क्या हातै फोड्यो भएन ल तिमी ऊ त्यहाँ पर गएर नाच्दै म भिडियो बनाउँछु ल ल अब यता आऊ माथि नजाऊ ल कराते खेल्दै आऊ ल कराते खेल्दै आऊ क्या आइया आइया आए म कराते खेल्दा खेल्दै आइहाल्यो है कुकुर त यसरी नि फोर भयो हामी ढुङ्ला नि ऊ काक काक क्वाक क्वाक ल ल घाँस भएको चौरमा जुत्ता नलाए नि हुन्छ
भयो होइन गाउँ भयो खोइ हेरौँ त स्मल घाउ स्मल घाउ भयो नि के हुन्न स्मललाई इङ्ग्लिसमा के भन्ने सानो एल बाबा ठुलो घाउ त्यो त ठुलो घाउ त हुन्थ्यो लड्यो नि है कहाँ लड्यो नौरियामा जाँदै थियो अनि एउटा ढुङ्गा थियो चिप्ल्यो अनि यस्तो भएको हो तपाईँको चप्पल त्यो त ठुलो मान्छेको चप्पल हो लडी के म लोरी यस्तो उधार भिडो उज्यालो पर्नु न ज्यालो छ नि ल तिमी जाऊ त उतातिर अनि हामी घरमा गएर म त यता जान्छु त्यता नजाऊ न त्यता घाउ हुन्छ क्या खुट्टामा घुम्छु के नाइ ऊ यता घुम्ने घाँस बाठाउँमा घाँस नबाठाउँमा फेरि खुट्टामा घाउ हुन्छ क्या ल उठ्नु न बाबा ए तिमी कहाँ गएर आएको उठ्नु ल ओ हिम शिखरी स्कुल म तपाईँको चप्पल ओए मलाई बुझायो अब बाहिर कुकुरले सबैको चप्पल खाइदिनु भयो ल अब हामी एउटा लिची खाने ल हस् फाल्न पाइँदैन है त फाल्न नपाई ल आफै केलाएर खाऊ ल तपाईँको ल्याइदिनु न तपाईँको ल्याउनु न मलाई केलाउनै आएन कत्तो खेलाउनै नआउने मान्छे है ओ हिमशिखरको भाइ आयो हामी चाहिँ अहिले है कहाँनिर छौँ चौतिर हामी यति बेला है स्कुल सिद्ध्याएर घर जान लागेको है अनि एकछिन बाबा छोरी चौरमा खेल्न आएको माटो चाहिँ खेल्दिनँ खैबाट नाइ माटो नखेल्ने ल माटो चाहिँ खेल्नु हुँदैन ए ल बाबाले लिची के लगाइदियो ए साथी तिनीहरूका एउटा व्हाइट एउटा ब्राउन है सानो चाहिँ व्हाइट एउटा चाहिँ बाबा एउटा चाहिँ छोरी ल लिची खाऊ हामीलाई बल आउँछ ल ल सबै खाऊ ल गमका गम गेडा खाने र गेडा नखाने अहिले
दिदीको मम्मीसँग जान्छु स्कुल। नाइ घरमा जाने आफू पढ्ने होमवर्क गर्ने त्यो लिची सबै फाल्यो भने म त पिट्छु नि फेरि। यता हेर त म सबै खान्छु भन त। सबै खाऊ खोइ लिची ल खाऊ ल गम गम खाऊ त। गेडा मात्र फाल्ने कि अरू खाने ल। এটা কি রাগেরা? छैन देखिँदैन नि तिमी उता गयो भने देखिन्छ कि। हस्। ल उता गएर आऊ ल। ल अब आऊ ल। देखियो ल माथि माथि गएर आऊ ल। भयो ल। देख्नु लिची देखियो पर गएर देख्छ लिची। तिमी उता जाऊ न फेरि अनि देखिन्छ कि। ल अब आऊ ल उता माथतिर जाँदै आऊ ल। ओ अब यता आऊ ल। ल भयो ल लिची सिद्धियो त्यति सबै खाऊ त लिची। सबै खानुपर्छ। फेरि झुट बोल्यो फेरि झुट बोल्यो। खाऊ न नखाने म त अहिले हान्छु फेरि म। सिद्धियो अब त गेडा मात्र बाँकी छ। फालिदिन्छु। कसले खाएको सबैले चाहिँ अनि गेडा चाहिँ नखाने। बाबा थकै लाग्यो। हो र ल अब हामी घर जाने ल। उठ्नु न त तपाईँ। उठ्नु न। ल घर जान। अब यता हेर नि त ल यता हेर। म त घर जान्छु अनि पेन्सिल ल्याउँछु। नाइ 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 घरमै गएर गर्ने होमवर्क।